हामीसँग चाहिँ अर्को वाद विवादको लागि साथीहरू पक्ष र विपक्षमा चाहिँ तयारी भइसक्नु भएको छ। उहाँहरूको विषय थियो सामाजिक सञ्जालको प्रयोग अवसर कि समस्या भन्ने विषयमा चाहिँ दुईटा टिम पक्ष र विपक्षको लागि तयारी भइसक्नु भएको छ। उहाँहरूको समय प्रत्येकको लागि कम्तीमा 2-2 मिनेट हुनेछ र अब उहाँहरूको वाद विवाद चाहिँ सुरु हुन गइरहेको छ। सुरुमा चाहिँ पक्षबाटै जाँदा ठिक होला। ल पक्षको एकजना साथीले चाहिँ सुरु गर्नुहुन्छ। हजुरहरूको समय सुरु हुन्छ। स्टार्ट। सबैजनालाई नमस्कार, मेरो नाम पवन चौधरी हो। म सामाजिक सञ्जालको सदुपयोगको फाइदाहरू भन्न गइरहेको छु। सामाजिक सञ्जालदेखि राम्रो चिज सिक्न सकिन्छ। केही सिक्न मन छ भने युट्युबमा गएर यसो जानेर केही बनाउन सकिन्छ, सिक्न सकिन्छ। सामाजिक सञ्जालदेखि आफ्नो टाढा भएका इष्टमित्रहरूसँग कुरा गर्न सकिन्छ। ठिक हो। उहाँले भन्नुभएको हजुरहरूको विचार के छ? सामाजिक सञ्जालबाट सबै राम्रो कुरा पनि हुँदैन, नराम्रो पक्षहरू पनि हुन्छ। जस्तै सामाजिक सञ्जालको प्रयोगबाट हामीले धेरै दुरुपयोग पनि गरिरहेका हुन्छौँ। मान्छेको गोपनीयतालाई खुल्ला पारिदिने सामाजिक सञ्जालबाट मानिसलाई अब आफूले लुकाइरहेको कुरा गोपनीयता हुन्छ अनि आफूलाई मानसिक टर्चर पनि हुनसक्छ अनि डिप्रेसनमा पनि जान्छन् मानिसहरू। त्यसै गरी सामाजिक सञ्जाल राम्रो माध्यम हो, चलाउन जानेपछि नजानेपछि त्यो गलत पनि हुनसक्छ। धेरै मानिसहरूलाई राम्रो गरिरहेछ भने धेरै मानिसले यही सामाजिक सञ्जालको कारणबाट आत्महत्या पनि गर्न सक्नुहुन्छ। धेरै मानिसहरू अलि घरेलु हिंसा पनि गर्न सक्नुहुन्छ। मानिसहरू चलाउन जानेपछि सामाजिक सञ्जाल चलाउन जानेपछि मानिसहरूले धेरै प्रगति नै गर्नुभएको छ। यो सामाजिक सञ्जालबाट नजानेको मानिसहरू यो अलि गाह्रो पनि परिरहेछ उहाँहरूलाई। जस्तै भन्नाले सामाजिक सञ्जालमा अब त्यो एउटाको शरीर हालेर अर्कोको फेस हालेर मानिसलाई पनि ब्ल्याकमेल पनि गरिरहेको हुन्छ। ब्ल्याकमेल गरेर मानिसहरू त्यो सहन नसकेर आत्महत्या गर्छन् अनि त्यस्तै सोच्दाले डिप्रेसनमा पनि पुग्न सक्नुहुन्छ मानिसहरू। चलाउन जाने ठिकै हो, नजाने चाहिँ अलिक गलत नै हुन्छ जस्तो लाग्छ। समस्या के अवसर सामाजिक सञ्जाल? अहिलेको युग भनेको प्रविधिको युग हो। अहिलेको समयमा सबैभन्दा धेरै त सामाजिक सञ्जाल नै प्रयोग गर्छन्। हामीहरूले सामाजिक सञ्जाल प्रयोग गर्न जानेपछि राम्रो कुरा पनि सिक्न सकिन्छ। जस्तै कि हामीहरू अनलाइन क्लास पनि लिन सक्छौँ। हामीहरूले टाढा भएको आफन्तसँग कुरा गर्न पनि सक्छौँ। हजुरहरूको विचार? झुटा समाचार प्रसारहरू गरिदिन्छन् अनि युट्युबबाट आफूले सिक्न चाहेको सिपहरू ज्ञानहरू सिक्न सक्छौँ, पढ्न सक्छौँ। फाइदा सँगसँगै बेफाइदा पनि त्यत्तिकै जोडेको नकारात्मक असरहरू परिरहेको पाइन्छ भन्नुभएको हो। ठिक हो उहाँहरूले भन्नुभएको। उहाँहरूले त अब कति फोटोहरू जोडिदिने नकारात्मक सन्देश फैलाउने कुरा हुन्छ भन्नुभएको छ नि त। ठिक हो। के हो त त्यसो भए? सामाजिक सञ्जाल साँच्चीकै चलाउन हुन्न त? चलाउनु पर्छ तर सतर्क अपनाएर। हजुर जस्तै कस्तो सतर्कता अपनाउनु पर्छ? जस्तै कि अरूहरूले आइडी मागेपछि नदिने, अरू नचिनेको साथीलाई फ्रेन्ड नबनाउने यस्तै। हजुर अनि कति वर्ष उमेर पुगेपछि चाहिँ फेसबुकहरूमा एकाउन्टहरू खोल्न मिल्छ त्यस्तो केही जानकारी छ हजुरहरूलाई? कति रे? 18 वर्ष। तर हामीहरूले गर्छौँ चाहिँ के गर्छौँ? उमेर बढाएर फेसबुक एकाउन्टहरू चाहिँ हामीले खोलिदिन्छौँ अनि हामीलाई थाहा हुन्न सबै कुराहरू। अनि पासपोर्ट पनि समय समयमा परिवर्तन गर्नुपर्छ नि, यो जानकारी छ हजुरहरूलाई? छैन? हजुर फेसबुकहरू अनि अब यो जिमेल
टिकटक युट्युबहरू समयमा चाहिँ हामीले अलि बलियो पासपोर्ट भनौँ न ह्यासट्यागहरू पर्सेन्टेज अलिकति राखेर चाहिँ हामीले क्यापिटल स्मल बनाएर अलि स्ट्रङवाला सजिलो होइन आफ्नो प्रायः जस्तो मानिसहरूले आफ्नो अगाडिको नाम अनि 1 2 3 अथवा यस्तै राख्ने उदाहरणहरू छन् तर अलि बलियो पासपोर्ट राख्यो भने ह्याकरहरूले पनि सजिलै ट्र्याक गर्न सक्नु हुँदैन त्यही भएर त्यो पासपोर्टहरू सेक्युरिटी सम्बन्धी 2 स्टेप भेरिफिकेसन पनि आउँछ नि त हजुर त्यस्ता कुराहरू चाहिँ हजुरहरूले पनि बुझ्न अध्ययन गर्न सक्नुहुन्छ हजुरको विचार केही छ आजको समयमा सामाजिक सञ्जालको सदुपयोग गर्न सक्नुपर्छ सामाजिक सञ्जालको सदुपयोग गर्न सके हामीलाई धेरै फाइदा हुन्छ जस्तै नजानेका कुराहरू युट्युबमा सर्च गरेर पनि सिक्न सकिन्छ युवाले अनलाइन क्लासबाट पनि पढ्न सकिन्छ त्यो ल उहाँहरूले त फाइदा छ भन्नुभएको छ सामाजिक सञ्जाल चलाएर साँच्चीकै फाइदा छ त अवसर छ सदुपयोग गर्न सके फाइदा छ नगर्न सके फाइदा कस्तो राम्रो जस्तै अब सदुपयोग गर्न सक्यो भने युट्युबबाट सर्च गरेर जस्तै कपडाहरू सिल्न सकिन्छ जस्तै बेना बुन्न सकिन्छ सबै गर्न सकिन्छ रोजगारी अथवा केही गर्न चाहने सिप सिक्न पढ्न कस्तो राम्रो हजुरलाई नि त्यस्तै लाग्छ मलाई पनि त्यस्तै लाग्छ अनि युट्युबबाट च्याटजिपिटी वाउ अरु कुनै एप्सबाट पनि पढ्न सकिन्छ आफ्नो सदुपयोगको लागि राम्रो गर्यो भने राम्रो हुन्छ राम्रो गरेन भने अब गलत तर्फबाट लाग्यो भने गलत काम नै गरिन्छ आजभोलि त सामाजिक सञ्जालबाट हुने ठगीहरू अनि त्यसपछि आइडी ह्याकिङ यस्ता समस्याहरू थुप्रै छन् रे नि त बैंक खाताबाट पनि कोड त्यस्तो पिनहरू टाइप गरेर पनि पैसाहरू झिक्न सकिन्छ त्यस्तो समस्याहरू हाम्रो गाउँ समुदायमा पनि हजुरहरूले सुन्नु भएको छ मेरो आइडी पनि ह्याक गरिदिए हो र अनि के गर्नुभयो त कस्तो भयो केही पनि गरेन त्यो आइडीलाई चलाउने छोडे अनि साथीहरूको पनि त्यस्तै भयो अनि कसैलाई भन्नुभयो भएन नै भनेन त्यस्तो दाइहरूलाई मात्रै सल्लाह मतलब भनेको हजुर अनि हाम्रो आइडी के भन्छ अनि त्यो फेसबुकमा पनि नराम्रो अपलोड गरिदिनु थियो केही पनि गरेर पनि चलाउने छोडिदिनु त्यो आइडी अनि साइबर ब्युरोमा रिपोर्ट गर्ने भन्ने जानकारी थियो कि थिएन हजुरलाई थियो गर्नुभयो गर्नुपर्छ होला है त्यहाँ पनि हजुरहरूले अब सन्देश दिँदाखेरि अनि अब सकिन्छ भने चाहिँ अब पहिला पासपोर्टहरू स्ट्रङ गर्ने लगआउट गर्ने जुन फोनमा पनि लगइन चाहिँ गरेर नछुड्ने त्यस्तो चाहिँ गर्नुपर्छ पहिले साथीहरू बनाउँदाखेरि चाहिँ भ्युअर्सहरू हेरेर लाइक आउँछ भनेर चाहिँ फ्रेन्ड्सहरू बनाउने एकाउन्टहरू क्रिएट गर्ने होइन ठिक्क राम्रो चिनेकोलाई मात्रै साथीहरू बनाएर आफ्नो सेक्युरिटी चाहिँ पहिलो प्राथमिकता है सुरक्षा फर्स्ट प्रायोरिटी सेफ्टी फर्स्ट है हजुर सबैजनालाई अब उहाँहरू दुई पक्षले चाहिँ एकदमै फाइदा र अब के छ त अब चुनौती समस्याहरू हाम्रो समुदायमा भन्नुभएको छ हजुरहरूलाई कस्तो लाग्छ सामाजिक सञ्जालको प्रयोग हजुर कस्तो लाग्छ हजुरहरूको विचार पनि सुनौ न त चाहिन्छ तर त्यो मान्छे आफूमा भर पर्छ कि सकारात्मक रूपले चलाउने कि नकारात्मक रूपले त्यसमा अब जस्तो हेर्न चाह्यो त्यस्तै आउँछ हजुर कस्तो राम्रो कुरा गर्नुभएको हामीले यो सोसल मिडिया अल्गोरिजम भन्छ नि हामीले अब राम्रो अवसर हेर्नुभयो भने हजुरको सोच इच्छा के रहेछ त भनेर उसले नि थोरै त केही बुझ्छ नि त त्यही अनुसारले त्यस्तै स्क्रोल डाउन गर्दाखेरि त्यस्तै पोस्ट आउने हो कि हजुर अब जागिर सम्बन्धी सिप सम्बन्धी हेर्नुभयो इनोभेटिभ आइडिया भन्छ नि त्यो नव सोच प्रवर्धन भन्छ नि त्यस्तो खाले हेर्नुभयो भने त्यस्तै आउँछ क्या हजुरहरूको अब आफ्नो इच्छा चाहिँ केमा राख्ने अब आवश्यकता सिपमा काम गर्ने कि चाहनामा काम गर्ने भन्ने पनि हुन्छ है यो कुराहरूलाई चाहिँ ख्याल गर्नु होला अरू हजुरहरूले केही भन्न चाहनुहुन्छ अवसर अथवा समस्या भएका अथवा कुनै हाम्रो समुदायमा त्यस्ता घटनाहरू सामाजिक सञ्जालसँग भएर हजुरहरूले कुनै तरिकाबाट समाधान गर्नुभएको त्यस्तो केही सम्झना छ भने पनि हजुरले राख्न सक्नुहुन्छ समाधान भन्दा पनि जस्तो अब
अब जस्तै सोसल मिडियामा त अब अहिलेको जेनेरेसनहरूले चाहिँ अलिकति देखासेखी गर्ने धेरै ट्रेन्ड छ होइन। जस्तै अब यसले यस्तो लगाएको छ, यसले यति पर्ने सुज लगाएको छ, यति पर्ने प्यान्ट लगाएको छ, हुडी लगाएको छ, टी सर्ट लगाएको छ टाइपको यस्तो यस्तो धेरै ट्रेन्ड छ जस्तो मलाई लाग्छ है। यो चाहिँ अब सकेसम्म नगरौँ, किन भन्दाखेरि अब हुने खानेले त लगाउलान् होइन, तर नहुनेले त अब त्यो अरूले लगायो भन्दैमा आफूले पनि लगाउनै पर्छ भन्ने त छैन। आफूसँग जे छ त्यसैमा खुसी हुने हो होइन। अब पोजिटिभ हिसाबले लियो भने पोजिटिभ त अब यो पनि छ, जस्तै हामीले मेसेन्जर, इमो, वाट्सएप अब हामी जस्तै मानौँ हामी कलेज पढ्नलाई कतै छौँ अथवा हामी जब गर्न कतै छौँ भनेपछि अब त्यसबाट त हामीले हाम्रो घर परिवारसँग जोडिनको लागि, कुरा गर्नको लागि, कुरा गरेर राम्रो होइन आफ्नो घर परिवारसँग जोड्न पाइयो नि त, जोडिन पाइयो। त्यो हिसाबले अब पोजिटिभ त्यो हिसाबले पनि लिन सकिन्छ। अब त्यसैबाट अब दुरुपयोग पनि हुनसक्छ। अब नचिनेका मान्छेहरूसँग एड हुने होइन, जसले मेसेज पठायो भने रिप्लाई गरिदिने, अब त्यो गऱ्यो भने त अब हाम्रो को अननोन पर्सनले त अब के इन्टेन्सनले हामीलाई मेसेज गरेछ त्यो त हामीले थाहा पाउन सकिँदैन। हाम्रो ह्याक हुनसक्छ अथवा हामी अब ल 2-4 दिन कुरा गर्दैमा हामी क्लोज भएको नाताले गर्दा उनीहरूले अब फोटो सेयर होला। फोटो सेयर हुँदाखेरि अब त्यही त हो, मान्छे कुरामा त अब अलिकति भइहाल्छ, मेलमिलाप हुँदाखेरि अब त्यही हो, प्राइभेट कुराहरू पनि लिक हुनसक्छ मेसेजहरूदेखि लिएर। त्यो कुराहरूलाई चाहिँ अलिकति मध्यनजर गरेर युज गर्नु पर्यो भन्ने चाहिँ लाग्छ मलाई, त्यस्तो लाग्छ। हजुर एकदमै राम्रो कुरा भन्नुभएको छ। हजुरहरूको केही थप नयाँ कुरा केही छ? ओके, सबैले बात बेर अगाडि पनि भनिसक्नु भएको, सबैले भन्नुभयो, दाइले भन्नुभयो, सबैले भनिसक्नु भएको छ। यो चाहिँ 21औं शताब्दीमा अब यो कुरा गर्दाखेरि यो सामाजिक सञ्जालको एकदमै महत्त्वपूर्ण छ, एकदमै महत्त्वपूर्ण छ। कसरी सञ्जालको एकछिन भन्दैछु, बहुत एकदमै महत्त्वपूर्ण छ यो सामाजिक सञ्जाल। अब व्यक्तिमा पनि भर पर्दो हुन्छ, कस्तो व्यक्तिले चलाउने, कस्तो व्यक्तिले कस्तो काम गर्छ। हामीले इतिहासमा पाना पल्टाएर हेर्ने हो भने कैयौँ अगाडि, वर्षौँ अगाडि एकदम सूचना पठाउँदाखेरि पनि हुलाकदेखि पठाउने गरिन्थ्यो। त्यहाँ हुलाकमा पठाउँदाखेरि कैयौँ महिना, वर्षौँ लाग्ने गर्थ्यो, जसको कारणले यहाँको सूचनाहरू उता जान पाउँदैनन्। त्यसैले वर्षौँ सूचना लाग्थ्यो। अहिलेको यो आधुनिक सामाजिक सञ्जालको कारणले गर्दा कैयौँ विदेशदेखि टाढा रहेका विदेशीहरूसँग पनि हामी सम्पर्क हुन सकिरहेका छौँ। यो हाम्रो लागि बहुत खुसीको कुरा पनि हो एक प्रकारको भन्नुपर्दा। त्यसैले हामीले चाहिँ यो सामाजिक सञ्जाल चाहिँ राम्रोसँग सदुपयोग गरेर चलाउनुपर्छ, आफूले अपनाउनु पनि पर्छ कसरी अपनाउने हो। त्यसैले यो चाहिँ 21औं शताब्दीमा यो भन्नुपर्दा सामाजिक सञ्जाल चाहिँ एकदमै महत्त्वपूर्ण छ, अवसरको रूपमा लिँदा राम्रो हुन्छ। एकदमै राम्रो, सबैजनाको लागि जोरदार ताली। हजुर यस्तो डिस्कसनहरूले चाहिँ धेरै राम्रो चाहिँ सिकाइहरू हुन्छ। अब सरको ओपिनियन नै लिउँ है हल्का। सर बसेरै भन्दा हुन्छ सर। हाम्रो दुईटा पक्षहरूमा पक्ष र विपक्ष भएर चाहिँ सामाजिक सञ्जालको राम्रो असर र नराम्रो असरबारे चाहिँ राम्रो डिस्कसन भयो होइन। यसमा राम्रो असरहरू चाहिँ के छ भन्नुहुन्छ भने सामाजिक सञ्जालमा जस्तै च्याट जिपिटीको कुरा निकाल्नु भएको थियो, गुगलमा कतिपय कुराहरू यस्ता कुराहरू हुन्छन् युट्युबमा होइन, जुन चाहिँ त्यहाँ देखेर नाच्न सिक्न सिकाएको हुन्छ, पढ्न सिकाएको हुन्छ, ड्रइङ गर्न सिकाएको हुन्छ, राइटिङ बनाउन सिकाएको हुन्छ, त्यो चाहिँ हामीले युट्युबबाट सिक्न सकिन्छ। राम्रो अवसरहरूको कुरा गरिरहेको छु। च्याट जिपिटी त्यहाँबाट धेरै कुराहरू लेख्न सकिन्छ, पुराना चिजहरूलाई खोजेर होइन, राम्रो ग्रामर राम्रो सुधारेर च्याट जिपिटी निकाल्न सकिन्छ है। के अरे राम्रो पक्षहरू धेरै छन् र नराम्रो पक्षहरूमा चाहिँ के आउँछ भनेपछि जस्तै युट्युबमा गएर जस्तै पन भिडियोहरू होइन, यो टाइपको भिडियोहरू हेरिदिने भएपछि नराम्रो असर पर्यो। त्यसपछि यसले बालविवाहलाई चाहिँ एकदमै प्रमोट गरेको पनि देखिएको छ है, नराम्रो तरिकाले प्रयोग गरेर होइन, मेसेन्जरहरू युज गरेर है, फेक भिडियोहरू राखेर, फेक फोटोहरू राखेर बालविवाहलाई प्रयोग गरिएको छ। त्यही कारणले गर्दाखेरि यो नराम्रो पक्षहरूमा पर्छ। यो चिजहरू चाहिँ हामीले गर्नु हुँदैन है। जाँदै अब मेरो अन्तिम प्रश्न है, यता यो विपक्षको साथीहरूलाई, टिमलाई के कुराहरू चाहिँ यो सामाजिक सञ्जालको प्रयोगबाट चाहिँ अब यो बालबालिकाहरूको लभ म्यारेज चाहिँ बढेको भन्ने चाहिँ हजुरहरूलाई कस्तो लाग्छ? सही हो। जस्तै यो सामाजिक सञ्जालबाट फेसबुक खोल्छन्, मेसेन्जर खोल्छन्, अनि त्योबाट नयाँ मानिसहरू साथी गराउँछन्, राम्रो देख्ने केटाले राम्रो मानेर फ्रेन्ड रिक्वेस्ट पठाउने, एक्सेप्ट गर्ने, कुरा गर्ने, त्यताबाट त्यस्तोबाट प्रेम सुरुवात गरेर धेरै पनि त्यसरी
सामाजिक सञ्जालबाट विवाह भएको छ, बालविवाह। हजुर, कोही बालविवाहमा परिणत भएका छन् र कोही चाहिँ कस्तो छ भने यो डेटिङहरू जाँदाखेरि चाहिँ दुर्व्यवहार भोग्नु परेको, हिंसा सहनु परेको, गुड टच ब्याड टचदेखि लिएर रेपसम्म हुन्छ नि, यस्तो कुराहरू चाहिँ अलिकति हावी नै भइरहेको पाइन्छ। यसमा चाहिँ हजुरहरूलाई केही छ भन्न मन लागेको, सेयर गर्न मन लागेको? भेट्न नजाने है, कस्तो राम्रो विचार। अरू हजुरहरूको केही छ? केही छैन? भेरी गुड छ। हजुरहरूको केही छ? म्याम, म यो सम्बन्धी केही घटनाको बारेमा भन्छु है सोसियल मिडियामा। हजुर, हुन्छ हुन्छ। केही महिना अगाडि ठिक त्यो यो साल होइन अर्को गएको साल होइन, त्यस्तै पुसमाको महिना थियो होइन, हामीहरू सँगै थियौँ, एकजना जस्तै सँगै थियौँ, एकजना मतलब यस्तै सोसियल मिडिया क्राइम भएको थियो कि एकजना मतलब केटीले यस्तै फेसबुकमा अब केटा साथीसँग चिन्जान गरे रहेछ होइन, चिन्जान गरे अब के ठिक छ ल पारेन ठिकै छ, अब आफ्नो आइडी दिए रहेछ केटालाई, अनि केटाले त्यसको फोटोलाई अश्लील फोटोमा एड गरिदिए रहेछ कि फोटो, अनि अश्लील फोटोमा एड गरेर अब जसले पायो त्यसले पठाइरहेछ, एसएमएस गरिरहेछ त्यसको आइडीले, नकारात्मक अझै जे पायो त्यो पुरा सबैले सेयर गरिरहेछ कि। अब त्यो फोटो मलाई नि आयो होइन, अनि मैले भने किन हो के हो यस्तो होइन सोद्धा, भने कि मिस्टेकले भइरहेछ, मलाई भन्यो कि त्यो केटीले भन्यो एसएमएस गर्यो, मलाई भन्यो कि मलाई हेल्प गरिदेऊ भनेर मेरो आइडी चेन्ज पासवर्ड चेन्ज गरिदेऊ भनेर मैले ठिक छ भने देऊ तिम्रो आइडी नम्बर देऊ भने त्यसपछि मैले सकेसम्म मैले चेन्ज गरिदिएँ। हामी दुईजना सँगै थियौँ होइन, राति 8-9 बजीतिर हामीहरूले त्यसको नम्बर लिएर फेरि म घर कुरा गरिरहेको थिएँ कि म बाहिर थिएँ, अनि त्यसपछि घर फोन काटेर त्यसको नम्बर लिएर पासपोर्ट आइडी सबै चेन्ज गरेर फेरि त्यसलाई दिउँ कि बनाएर त्यसको हेल्प गरिदिउँ क्या। यस्तो नि हुन्छ क्या सोसियल मिडियाबाट। हजुर, एकदमै समय सान्दर्भिक छ है यो कुराहरू। हजुर, अब कहिलेकाहीँ हामीले हेल्प गरिदिन्छौँ तर हामी नै अप्ठ्यारोमा पर्दिन्छौँ कि अब के गर्ने त, कसलाई भन्ने चाहिँ ठुलो समस्यामा हो। अब डिप्रेसनमा जाने जस्तो भइसक्यो थियो कि, अब डिप्रेसनमा जाने जस्तो कोही पनि हेल्प नगर्ने क्या। हजुर अब डिप्रेसनमा जाने जस्तो अवस्था आइसकेको थियो कि, अब रुनै लाग्थ्यो कि, अब त्यो केटी रुन लाग्थ्यो कि, फोन गरेर अब मलाई बनाइदेऊ भनेर कि यस्तो भइसक्यो। अब ठिक छ, हामीले अब समस्या बुझ्यौँ, हाम्रो गाउँठाउँकै छिमेककै टोलकै मान्छे हुन्, अब भन्न मिलेन होइन, अब जानेकै मान्छे हुन्, त्यही भएर हामीले सपोर्ट गरिदिउँ। यही समयको लागि त्यो समस्याको समाधान त भयो होइन, हामीले गऱ्यौँ समाधान, तर निवारण गर्नको लागि चाहिँ कानुनी रूपमा चाहिँ साइबर ब्युरो भन्ने पनि छ होइन, त्यहाँ हामीले कल गरेर यस्तो यस्तो घटना भयो भनेर विस्तृत रूपमा भन्यौँ भने त्यहाँबाट निवारण पनि हुनसक्छ होइन, त्यसको बारेमा हामी जानकार हुनुपर्छ। कतिपय अब सुरुको अवस्थामा छ भने चाहिँ अब सोसियल मिडिया पनि रिपोर्ट गर्ने, पोस्ट गर्ने त्यो अप्सनहरू हुन्छ, अनि स्टेपहरू भेरिफिकेसन पहिला त अब नचिनेको विश्वासिलो साथीभन्दा बाहिरको फ्रेन्ड बनाउनु नै हुँदैन है, त्यो एकदमै सुरक्षाको कुराहरू जोडेका हुन्छन्। हजुर, अहिले त हजुरहरूको अब रोजगारीकै कुरा गऱ्यो भने नि अब हजुरको सामाजिक सञ्जाल हेरेर नै हजुरहरू कस्तो छ त, अघि इन्टेन्सनको कुराहरू, सोच, हजुरहरूको लेभल अफ अवेरनेस हुन्छ नि, सचेतनाको कस्तो छ त, त्यो हेरेर नै हामीलाई अवसरहरू मिलिरहेको हुन्छ नि त अवसरको रूपमा लिँदाखेरि। त्यस कारणले पोस्ट गर्दा पनि एकदमै आफ्नो पारिवारिक कुराहरू, धेरै गोपनीयता बाहिर आउने कुराहरू चाहिँ सामाजिक सञ्जालमा नराख्नुहोस् है कसैले पनि, त्यस्तो कुराहरू। यति नै भन्न चाहन्छु। हजुर सबैजनालाई धेरै धेरै धन्यवाद है, हार्ड वर्क ग्रेट वर्क। थ्याङ्क यू।